हेलो गाइज, यति ठुलो भिर चढिसकेपछि बल्ल मैले यहाँ चाहिँ यो जिम्मु भेटाएँ यसरी। अब म यसलाई टिप्छु। हेर्नुहोस् गाइज, चक्क यसलाई चाहिँ यसरी टिप्नुपर्छ। टक्क यो चाहिँ भिरा हुन्छ गाइज यस्तो। यस्तो झोला पनि छ। यो चाहिँ अलि भिरामा छ गाइज, अनि अप्ठ्यारो हुन्छ क्या यो टिप्न। यो जिम्मु भन्ने यो चाहिँ आशा गुम्बा भन्दा नि अलिक खत्रै हो भन्छन् क्या, र खै के हो। यसले चाहिँ खाँदाखेरि दालहरूमा तरकारीहरूमा जस्तो कि हामीले लसुन प्याज लसुन त्यसलाई झानेर खान्छौँ नि, त्यसै गरी यसलाई सुकाएर यसको सुकिसकेपछि त्यसरी झानेर खाने हो भन्छन्। फल्नु यो फेरि उम्रियो भने धेरै ठाउँ उम्रिन्छ गाजी। यसको वरिपरि हुन्छ, यो च्याउ जस्तै हो, च्याउ जस्तो वरिपरि उम्रिन्छ। यसैलाई टिप्नको लागि चाहिँ गाइस हामी यस्तो भिड चढेर आएको है गाइस। एकजना तल हुनुहुन्छ, म चाहिँ यहाँ छु। बिचमा छ कि गाइजी, यो चाहिँ जो कहिले चिन्दैन फेरि। यस्तो भिड छ गाइजी, यस्तो भिडमा चढेर गर्नुपर्छ गाइज। अप्ठ्यारो छ नि गाइज, अप्ठ्यारो। मिठो चिज त कहाँ पाउँछ र राम्रो सजिलो ठाउँमा। कसै चढ्न नसक्ने ठाउँमा भेटिने हो यो। लास्टै अप्ठ्यारो छ गाइज। राइट, भरेर लग्ने भनेको गाइज कहिले हो? हजुर अलि म कताबाट झरम त नि, कताबाट झरम? यो तल आउनुहुन्छ गाइज, म चाहिँ अब यताबाट झर्छु। राइट।